प्रश्न नम्बर 1, वर्तमान नेपालको संविधान संविधान सभाबाट पारित भएको कतिऔं संविधान हो? यसको सही उत्तर हो 7औं। प्रश्न नम्बर 2, नेपालको संविधान संविधान सभाबाट कहिले पारित भएको हो? यसको सही उत्तर हो विक्रम सम्वत 2072 भदौ 30 गते। प्रश्न नम्बर 3, नेपालको संविधानको खोजारो लागू कहिले भयो? यसको सही उत्तर हो विक्रम सम्वत 2072 असोज 3 गते। प्रश्न नम्बर 4, नेपालको संविधान घोषणा कसले गरेका थिए? यसको सही उत्तर हो तत्कालीन राष्ट्रपति डा रामवरण यादवले। प्रश्न नम्बर 5, नेपालको संविधानमा कति भाग, धारा र अनुसूचीहरू छन्? यसको सही उत्तर हो 35 भाग, 308 धारा र 9 अनुसूची। प्रश्न नम्बर 6, नेपालको संविधानको पहिलो संशोधन कहिले भएको थियो? यसको सही उत्तर हो विक्रम सम्वत 2072 फागुन 16 गते। प्रश्न नम्बर 7, नेपालको संविधानको दोस्रो संशोधन कहिले पारित भयो? यसको सही उत्तर हो विक्रम सम्वत 2077 असार 4 गते। प्रश्न नम्बर 8, नेपाल एक सार्वभौम सत्ता सम्पन्न धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनी कुन धारामा उल्लेख छ? यसको सही उत्तर हो धारा 4। प्रश्न नम्बर 9, नेपालको संविधान अनुसार राष्ट्रभाषा भन्नाले के बुझिन्छ? यसको सही उत्तर हो नेपालमा बोलिने सबै मातृभाषाहरू। प्रश्न नम्बर 10, नेपालको सरकारी कामकाजको भाषा कुन हो? यसको सही उत्तर हो देवनागरी लिपिमा लेखिने नेपाली भाषा।